एनपीएल को पहिलो दिनको सबै टिकट बिक्री भइसकेको छ। टिकट नहुनेले घरबाटै खेल हेर्नुहोला। यो प्रतियोगिता संसारले हेर्ने भएका कारण कुनै पनि घुसपैठ र नराम्रो घटनाले नेपाली क्रिकेट र देशको इज्जतमा ठूलो असर पर्ने भएको हुँदा सबै सचेत बनाऊ। यो भनाइ हो क्यान सचिव पारस खड्काको। अब घरमै बसी बसी एनपीएल कसरी हेर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने तपाईँ चिन्ता नलिनुहोस्, किनकि डिस होम गोले नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको लागि ओटीटी अधिकार प्राप्त गरिसकेको छ, जुन कुरा धेरै क्रिकेट समर्थक साथीहरूलाई थाहा पनि छ। बिहीबार क्रिकेट एसोसिएसन नेपाल क्यानले डिस होम गोलाई एनपीएलको डिजिटल ओटीटी स्ट्रिम पार्टनर बनाएको हो। यो सँगै विश्वभर छरिएर रहेका क्रिकेट प्रेमीहरूले अब डिस होम गो मोबाइल एप मार्फत एनपीएलका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण उच्च गुणस्तरमा मजाले हेर्न पाउनेछन्। क्यानले 4 नोभेम्बरमै भारत बाहेकका सबै देशहरूमा एनपीएल प्रसारणका लागि ओटीटी प्लेटफर्म मार्फत एक्सक्लुसिभ अधिकार बिक्री गर्न टेन्डर खुलाएको थियो, जसमा डिस होम गो एप छनौट भएको हो। कम्पनीले विभिन्न क्षेत्रका दर्शकहरूलाई ध्यानमा राख्दै मूल्य निर्धारण पनि गरिसकेको छ, जस अनुसार नेपालभित्र 300, मध्यपूर्वका देशहरूमा 500 र विश्वका अन्य कुनै पनि देशहरूमा $10 तिर्नै पर्नेछ। डिसोमले यो सेवालाई अझ सहज र व्यापक बनाउँदै घरमा डिसोमको कनेक्सन नभएका प्रयोगकर्ताहरूले पनि डिसोम गो एप प्रयोग गर्न सक्ने पनि स्पष्ट पारिसकेको छ। कुनै पनि क्रिकेट प्रेमीले आफ्नो मोबाइलमा एप डाउनलोड गरी तोकिएको शुल्क तिरेर एनपीएलको मजा लिन सक्नेछन्। एनपीएलका 8 प्रशिक्षक, विदेशमा पुब्दुदेखि मोन्टीसम्म नेपालका 3 जना। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब केही दिन मात्रै बाँकी छ। यसपटक अधिकांश खेलहरू फ्लडलाइटमा खेलिने पनि तय भइसकेको छ, अर्थात् राति पनि हुनेछन्। एनपीएल नजिकै जाँदाखेरि 8वटै टोलीले विदेशी खेलाडीहरू धमाधम अनुबन्ध गर्ने क्रम अझै पनि चलिरहेकै छ। खेलाडी अनुबन्ध हुने क्रम जारी रहँदा प्रशिक्षकहरूको भने टुङ्गो लागिसकेको छ। केही टोलीले गत संस्करणकै प्रशिक्षकलाई यसपटक पनि निरन्तरता दिँदा केहीले नयाँ प्रशिक्षक पनि नियुक्त गरेका छन् र 8वटै टोलीका प्रशिक्षकहरूको बारेमा आज हामीले लेख्ने जमर्को गरेका छौँ। सुरुवात साबिक विजेता जनकपुर बोल्सबाटै गरौँ। जनकपुर बोल्स साबिक विजेता टोली जनकपुर बोल्सले उपाधि विजेता प्रशिक्षक पुबुदु दशनायकेलाई यसपटक निरन्तरता दिएको छ। जनकपुरले यसपटक वेस्ट इन्डिजका लेजेन्डरी खेलाडी शिवन राइजन चन्द्रपलाई पनि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपल वेस्ट इन्डिजका सर्वकालीन महान खेलाडीमध्येका एक हुन्। 2 दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपलले अन्तर्राष्ट्रिय क्रिकेटमा 20,000 भन्दा बढी रन बनाएका छन्। उनले टेस्टमा 11,800 भन्दा बढी रन बनाउँदा ओडिआईमा 8,700 भन्दा बढी रन बनाएका छन्। अद्वितीय ब्याटिङ शैलीका कारण चिनिएका उनी वेस्ट इन्डिजका सबैभन्दा सफल र निरन्तर प्रदर्शन गर्ने खेलाडीमध्येका एक हुन्। उनको फर्स्ट क्लास क्रिकेटमा 27,000 भन्दा बढी रन छ। चन्द्रपलले गत वर्ष हात पारेको सफलताकै पाइला पछ्याउने बताएका छन्। पहिलो पटक आएको छु, धेरै कुरा थाहा छैन, स्थानीय प्रशिक्षकहरूसँग धेरै जानकारी लिनेछु उनले भने। हामीले राम्रो क्रिकेट खेल्न सक्यौँ भने उपाधि जोगाउन सहज हुन्छ। म यहाँ यस टोलीलाई उपाधि बचाउन र युवाहरूलाई आफ्नो कौशल देखाउन मद्दत गर्न आएको छु, उनले थपेका छन्। पहिलो पटक नेपाल आएका चन्द्रपलले नेपाललाई सुन्दर देश बताउँदै भनेका छन्, यहाँको वातावरण निकै राम्रो छ, हामी राम्रो क्रिकेट खेल्ने आशा गर्छौँ र गत वर्षको सफलताकै पाइला पनि पछ्याउँछौँ। अब लागौँ उपविजेता सुदूरपश्चिम रोयल्सतर्फ। सुदूरपश्चिम रोयल्स गत संस्करणको उपविजेता टोली सुदूरपश्चिमले दोस्रो संस्करणका लागि पनि मुख्य प्रशिक्षकमा नेपालकै अनुभवी प्रशिक्षक जगत टामाटालाई निरन्तरता दिइसकेको छ। गत वर्ष फाइनलमा पुगेर पराजित भएको सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य टमाटाको छ। टमाटाले राम्रो तयारी भएको पनि बताइसकेका छन्। त्यसो त धेरैले आकलन गरिरहेका छन्, क्रिस लिन जस्ता स्टार खेलाडीहरू आएका छन्, हामी जित्छौँ, सुदूरपश्चिमले जित्छ, तर हेर्न बाँकी छ। उनी भन्छन्, हामी पछिल्ला केही दिनदेखि निरन्तर अभ्यासमा छौँ, विदेशी खेलाडीहरू पनि राम्रो टचमा छन्, हामी सुदूरपश्चिमका फ्यानलाई निराश हुन दिँदैनौँ, टमाटा भन्छन्। फ्लडलाइटमा खेलिने भएकाले केही चुनौती पनि हुनेछ, अवश्य हुनेछ। उनी त्यो कुरालाई पनि जोड दिँदै भन्छन्, अब लाइटमा खेल्न त्यति सजिलो हुँदैन, एउटा चुनौती नै हो, हामीले राम्रो क्रिकेट खेल्नुपर्छ। अब लागौँ चितवन राइनोजतिर। चितवन राइनोजको मुख्य प्रशिक्षकमा गत सिजनका सहायक प्रशिक्षक कलाम अली नियुक्त भएका छन्। गत संस्करणमा प्लेअफसम्म पुगेको चितवनलाई यसपटक उपाधि दिलाउने हिसाबले प्रदर्शन गर्ने प्रशिक्षक अलीले बताइसकेका छन्। उनी भन्छन्, लक्ष्य त सबैको त्यही हुन्छ नै, उपाधि जित्ने, हामी म्याच बाई म्याच जानेछौँ, अली भन्छन्। पछिल्लो सिजनको तुलनामा यसपटक डोमेस्टिक खेलाडीमा
हामीले बढी ध्यान दिएका छौँ। विदेशी खेलाडीमा पनि गत संस्करणभन्दा बढी सन्तुलित बनाउने किसिमले अनुबन्ध भएका छन्। यो सिजन बेस्ट रिजल्ट दिने हाम्रो लक्ष्य हो उनी भन्छन्। गत सिजन सहायक प्रशिक्षकमा रहेका अलीलाई यसपटक मुख्य प्रशिक्षक बनाइएको छ। यसमा केही प्रेसर र च्यालेन्ज हुने बताउँदै उनले भनेका छन्, अवश्य नै यो पोजिसन नै त्यस्तै छ, केही च्यालेन्ज त भइहाल्छ नै, त्यसलाई एक्सेप्ट गरेर आफूले राम्रो गर्दै जानुपर्छ उनी भन्छन्। अब हामी लागौँ पोहोर साल इन्डियन खेलाडी ल्याएर निकै चर्चा कमाएको कर्णाली एक्सतर्फ। कर्णाली एक्सले पनि अघिल्लो सिजनकै प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई यस सिजनमा पनि निरन्तरता दिइसकेको छ। गत संस्करणमा प्लेअफसम्म पुगेको कर्णाली दोस्रो क्वालिफायरमा जनकपुर बुल्ससँग पराजित भएको थियो। यसपटक टोलीलाई उपाधि जिताउने दबाव एवं जिम्मेवारी दुवै पनि छ मल्लका लागि। यसपटक विदेशी खेलाडी र नेपाली खेलाडीबाट अपेक्षाकृत प्रदर्शन हुने र गत सिजन जस्तै प्लेअफसम्म पुगेर उपाधि पनि जित्ने लक्ष्य राखेको उनले बताएका छन्। मल्ललाई सहायक प्रशिक्षकमा राजु बस्नेताको साथ पनि छ। काठमाडौँ गोर्खासतिर लागौँ अब, जसमा अहिले आदिल आलमतिर सबैको नजर पनि छ। काठमाडौँ गोर्खास। काठमाडौँ यसपटक नेपाली टोलीको प्रशिक्षक रहिसकेका भारतीय मन्टी देसाईलाई प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। मन्टीको 2 वर्षे कार्यकालमा नेपाली क्रिकेटले ओडिआईमा मान्यता बचाउनेदेखि पहिलो पटक एसिया कप खेल्ने र T20 विश्वकपमा दशकपछि पुनरागमन समेत गरेको थियो। उनै मन्टी फेरि एकपटक नेपाल फर्किएका छन्, तर यसपटक अर्कै लक्ष्यका साथ। यसपटक उनी काठमाडौँ गोर्खासको प्रशिक्षकका रूपमा देखिनेछन् र नेपाली क्रिकेटलाई देखाएको पुनरागमनको बाटो काठमाडौँ गोर्खासलाई पनि देखाउने लक्ष्यमा छन् मन्टी देसाई। मन्टीले यस सिजनमा विदेशी खेलाडीहरूदेखि नेपाली खेलाडीसम्म सन्तुलित टिम बनेकाले राम्रो प्रदर्शनको अपेक्षा गरेको बताएका छन्। विशेष गरी नेपालमा लामो समय बिताएकाले उनलाई यहाँको कन्डिसनबारे पनि राम्रो ज्ञान छ। उनले त्रिवी क्रिकेट रङ्गशालाको पिचबारे पनि विश्लेषण गरेको र त्यही अनुरूप रणनीति बनाएको बताएका छन्। मन्टी देसाई भन्छन्, अब त्यहाँ पनि पछिल्लो समय कुनै खेल भएको छैन, हामीले बुझेअनुसार रणनीति बनाउने हो, त्यसैले काम गरेन भने अर्को रणनीति अपनाउनुपर्छ मन्टी भन्छन्। गत सिजनमा 5औं स्थानमा रहेर प्लेअफ पुग्न नसकेको काठमाडौँले यसपटक भने पहिलेको भन्दा राम्रो प्रदर्शन गरी उपाधि जित्ने लक्ष्य राखेको छ। अब हामी लागौँ विराटनगर किङ्स। विराटनगर किङ्सले गत सिजनका लागि उपाधि विजेता प्रशिक्षक पुब्दु दर्शनायकलाई यसपटक मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। पुब्दु नेपालमा आइसकेका छैनन्, तर आउने आज या भोलिसम्म आइपुग्ने समाचारहरू आएका छन्। पुब्दुले गत सिजन जनकपुरलाई उपाधि दिलाएका मार्गमा यसपटक विराटनगरलाई पनि हिँडाउनु पर्नेछ। टोलीले कन्सल्टेन्ट प्रशिक्षक धम्मिका प्रसादले पुब्दु एसोसिएट क्रिकेटकै उत्कृष्ट प्रशिक्षक भएको बताउँदै उनको प्रशिक्षणमा उपाधि जित्न टोली सक्षम रहेको पनि बताएका छन्। पुब्दुकै प्रशिक्षणमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन 4 देखि 1 सम्मको यात्रा गरेको थियो भने सन् 2014 मा बङ्गलादेशमा आयोजित T20 विश्वकपमा पहिलो पटक छनौट पनि भएको थियो। हाल अमेरिकी क्रिकेट टिमको प्रशिक्षण सम्हालेका पुब्दु अमेरिकालाई पनि शानदार लक्ष्यमा राखेका छन्। पोखरा एभेन्जर्सतिर लागौँ अब हामी। पोखरा एभेन्जर्सले पनि दोस्रो संस्करणका लागि गत संस्करणकै प्रशिक्षक राजीव कुमारलाई निरन्तरता दिएको छ। गत सिजन 7औं स्थानमा रहेको पोखरालाई यसपटक नतिजा सुधार ल्याउनै पर्ने दबाव पनि एकातिर छ। पहिलो सिजनमा स्थानीय खेलाडीलाई प्रवर्धन राम्रो हुन सकेको थिएन। यसपटक स्थानीय खेलाडीहरूमा बढी केन्द्रित भएर प्रशिक्षण गरिरहेको छ पोखराले। प्रशिक्षणका लागि भारत गएको टोलीलाई राजीवले उतै भेटेर प्रशिक्षण समेत दिइरहेका छन्। अब लागौँ हामी लुम्बिनी लायन्सतर्फ। लुम्बिनी लायन्सले भारतका टिनो योहान्नालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। उनीसँग मेन्टरको भूमिकामा भारतकै रोबिन सिंह पनि छन्। गत सिजन तालिकाको पुछारमा रहेको लुम्बिनीले यसपटक त्यो नतिजा उल्टाउन सक्ने लक्ष्यमा छ, अर्थात् उल्ट्याउने लक्ष्यमा हुनेछ। प्रशिक्षक टिनुले त्यसको नेतृत्व पनि गर्नेछन्। गत सिजन भनेको गइसक्यो, अब खेलाडी र टिमले पनि त्यसबाट पाठ सिकिसकेको छ र अब नयाँ सिजनमा अवश्य पनि राम्रो गर्नुपर्छ टिनुले भनेका छन्। उनले यस संस्करणको प्रतियोगितामा पहिलो लक्ष्य प्लेअफका लागि छनौट हुने र त्यसपछि उपाधि जित्ने बताएका छन्। टिनुले यसपटक टिम पनि
सन्तुलित बनेको बताएका छन्। अब सबैको ध्यान अहिले नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणतिर छ। अहिले कमेन्टेटरहरू पनि एकपछि अर्को गजबका आइसकेका छन्। त्यसै गरी प्रशिक्षक पनि एकभन्दा एक छन्, अर्थात् कोही भन्दा कोही कम छैनन्। त्यसै गरी अहिले टिम पनि सबै कोही भन्दा कोही कम छैनन्। तर कागजी हिसाबले बलियो भए पनि अब मैदानमा कस्तो प्रदर्शन गर्लान् त्यो भने हेर्न बाँकी छ। तपाईँको विचारमा नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करणको उपाधि कसले जिल्ला त? तल कमेन्टमा लेख्नुहोला। तपाईँ र हाम्रो भेट अर्को भिडियोमा हुने नै छ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।